जंगलको एक अँध्यारो बिहान पहाडमुनि ठुलो स्याल रौँ उठेको आँखामा चमक धीमे धीमे हिँड्दै थियो। अचानक ग्रर बिर्सने गरी ठुलो गर्जन सुनियो। वनको राजा बाघ एकैछिनमा अगाडि उभियो। उसको नयन ठुला, पन्जा जमिन हल्लिने। बाघ करायो, यो इलाका मेरो हो, कसको हिम्मत यो बाटो छिर्ने। ठुलो स्याल पनि डराएन। उसले दाँत देखाउँदै भन्यो, राजा त होस्, तर जंगल सबैको हो। म तल्लो बाटो हुँदै जाँदै थिएँ, मसँग नपरेको राम्रो। बाघ झन झम्कियो। जंगल शान्त भयो, पातहरू हल्लिन छुटे। त्यही क्षण ढडाम बाघले हाम फाल्यो। स्याल छेउमै हुत्तियो। स्याल चतुर थियो। बाघको पन्जा लाग्न खोज्दा उसले एक झप्प उफ्रेर टाल्यो। बाघ फेरि गर्जियो, भागेर नजाऊ छ स्याल। स्याल घारीभित्र चिच्यायो, म त भाग्दिन, तर मर्न पनि चाहन्न। हिम्मत छ भने यी घना झाडीमा आऊ बाघ राजा, यहाँ तेरो आकार तैँले नै समस्या पार्छ। बाघ घारीमा पस्यो, तर उसको ठुला शरीरले बिझाउन थाल्यो। स्याल सरी घुमेर बाहिर निस्कियो र टाढाबाट भन्यो, जंगल जति ठुलो देखिन्छ, बुद्धि त्यति नै ठुला चाहिन्छ। जंगली बलले मात्रै जित हुँदैन, बुद्धिले पनि जितिन्छ। बाघ घारीभित्र अल्झिएर गर्जियो, तर केही गर्न सकेन। स्याल टुप्लुक्क पहाडतिर हरायो। बाघले पहिलो पटक महसुस गर्यो, बल